हेलो एभ्रिवान, आज चाहिँ मैले घरमै आलमोन्ड मिल्क बनाएको छु। सुरुमा हामीलाई चाहिन्छ आलमोन्ड, यो मधेसी बदाम, नेपालीमा चाहिँ मधेसी बदामै भन्छ होला, मलाई थाहा भएन त्यो चाहिँ। अब त्यसमा पानी हालेर त्यसलाई भिजाउनु होला। यो चाहिँ रेगुलर मिल्कभन्दा धेरै हेल्दी हुन्छ, यसले चाहिँ वेट लसमा पनि हेल्प गर्छ। यो चाहिँ अब 1 दिनसम्म भिजिसकेपछि यस्तो हुन्छ र यसलाई एउटा मिक्सिङ जारमा राख्नुहोस् भिजेको आलमोन्डलाई। अनि त्यसमा चाहिँ पानी अलि धेरै राखेर त्यसलाई मिक्स गर्नु होला। मिक्स भइसकेपछि चाहिँ अब एउटा सफा कपडा लिनुहोस्। भिडियोमा देखाए जसरी तपाईँले यसरी सफा कपडामा छान्न सक्नुहुन्छ। मैले पनि घरमा फर्स्ट टाइम बनाएको थिएँ र यो चाहिँ एकदमै राम्रोसँग बनेको थियो। यसरी सबै कपडामा राखिसकेपछि चाहिँ यसलाई निचार्नुहोस्। सबै राम्रोसँग निचारिसकेपछि चाहिँ त्यो बदामको छिक्राहरू बाँकी हुन्छ र त्यसलाई नफाल्नु होला। म अर्को भिडियोमा भन्नेछु त्यसलाई कसरी युज हामी गर्न सक्छौँ भनेर। यो बदामको दुध चाहिँ गुलियो हुँदैन। यो बदाम चाहिँ गुलियो नहुनको कारणले यो गुलियो हुँदैन। यसको टेस्ट चाहिँ तपाईँलाई गुलियो मनपर्छ भने यसमा हनी एड गर्न सक्नुहुन्छ र हनी चाहिँ राम्रो पनि हो हेल्थको लागि र त्यसले सुगर जस्तो हार्म पनि गर्दैन। ल यो दुध चाहिँ रेडी भइसकेको छ बनाएर मैले चाहिँ यसरी कन्टेनरमा राखेको छु स्टोर गरेर। यसरी ग्लासमा हालेर मैले खाएँ, एकदमै मिठो थियो। हजुर पनि ट्राई गर्नु होला।